नमस्कार। आज म विगतलाई सम्झेर वन जङ्गलतिर घाँस काट्न लाग्दैछु। भोलिका दिन मेरो अगाडि कस्ता कस्ता परिस्थितिहरू आउने हुन् पत्तो छैन, थाहा नै छैन। पछिल्ला दिनमा आइलाग्ने कठिनाइलाई सामना गर्नु छ। परि आउँदा सक्छु कि भनेर सङ्घर्ष गर्नु छ। वन जङ्गलको वातावरण नै अत्यन्त शान्त, कति सुन्दर, जताततै हरियाली, आराम र आनन्दको अनुभूति दिलाउने, त्यसै सुन्दर, मन नै भुलाउने अत्यन्त रमाइलो पल हो। यो प्रकृतिको देन, भुल्न सकिन्न। वन जङ्गलकै वातावरणले जनजीवनको सुरक्षा गर्छ। त्यसै कारण पशु पक्षी वन जङ्गलमै रमाउँछन्। वन जङ्गलकै फल फुल घाँस पातको आवश्यकता ठान्दछन्। आयुर्वेदिक जडीबुटी ओखती मुलो जे पाइन्छ वन जङ्गलमै पाइन्छ। वन पाखा उकाली ओह्राली गर्दा वन जङ्गलबाट पाउने स्वच्छ र पवित्र अक्सिजनले मानिसलाई रोगबाट पनि बचाउँछ। समय अनुसार म काममा लाग्दा पुराना र मैला कपडा लगाएर निस्कन्थेँ। कम्मर कसेर खाली खुट्टै हिँड्थेँ। आज पनि त्यो छेड मेरा हृदयमा मडारिरहेको छ। हो, आज सुख होला तर शान्ति पक्कै नहोला। आजको सुखले हिजोको दुःखलाई भुल्छु कि भनेर अतीतलाई सम्झिँदै कहिले कहिले वन पाखा चार्दै, वन जङ्गलको प्रेमी बन्दै, वनमै रमाउँदै, बाख्रा चरेको हेर्दै घाँस काट्छु, घाँसका मुठा पार्छु, खाली पिठीमै एक भारी घाँस बोक्छु। किनकि पुर्खाहरूले पनि वन जङ्गलमै बसेर वन जङ्गलकै आडमा घाँस पात गरी जीवन निर्वाह गर्दै आएका थिए। मानिसको जीवन कहिले त सुख, कहिले त दुःखको एउटा सङ्गम हो। दुःख पीडा कति आउँछ, आइ नै रहोस्। आएका कठिनाइहरू भोग्न तयार हुनुपर्छ। दुःख पीडा भन्ने प्रेरणाका स्रोत हुन्। कर्ममा निराश मान्नु नपरोस्। सङ्घर्ष गर्नै परोस्। कसैका लागि मात्र होइन, कसैका साथमा होइन, आफ्नै साहसमा अघि बढ्नु परोस्। सुखका लागि मात्र होइन, शान्तिका लागि पौरखी बन्नु परोस्। कुनै कठिनाइ आउँदा डराउँदिन, किनकि त्योभन्दा ठुलो कठिनाइको मूल कारण म पनि हो। त्यो म बुझ्छु। गर्नु नपर्दा त परेन, तर गर्नुपर्ने दिन आउँदा चाहिँ जान्दिन, सक्दिन भनेर कहिल्यै मान्नु नपरोस्।